फुल फिनिसिङमा के पर्छ, कस्तो हुन्छ भनेर हामीलाई धेरैजना क्लायन्टले सोधिरहनु भएको थियो। आज मैले फुल फिनिसिङको भिडियो लिएर आएको छु। कृपया स्किप नगरी हेर्नुहोला। यो घर हामीले बेलबारीमा कम्प्लिट फिनिसिङ गरेर ह्यान्डओभर गरिसकेका छौँ र अहिले यो घरमा क्लायन्ट पनि सरिसक्नु भएको छ र यो घर चाहिँ 3 BHK को घर हो र यो घरको ग्राउन्ड फ्लोरमा 2 BHK छ। 2 BHK भनेको के हो भनेर सोधिरहनु भएको थियो। 2B भनेको 2टा बेडरुम, HK भनेको हल रुम र किचन हो र यो घरको फर्स्ट फ्लोरमा चाहिँ एउटा बेडरुम छ अनि यो घरमा 2वटा टोयलेट र बाथरुम छ। अनि के पर्छ भनेर सोध्नु भएको थियो। तपाईले देख्नु भएको जति पनि इन्टेरियर डिजाइनहरु छ, एक्सटेरियर डिजाइनहरु छ, अनि यो घरको झ्याल भयो, ढोका भयो, टाइल्स भयो, मार्बल भयो, अनि जति पनि यो कलर गरेको अनि वायरिङको कामहरु, प्लम्बिङको कामहरु, ओभरअल यो सबै चाहिँ कम्पनीबाट भएको हो र कम्पनीबाट नै यो कम्प्लिट फिनिसिङ सम्मको काम गरिएको छ र तपाईले यो घरको भिडियो हेरेर तपाईलाई कस्तो लाग्यो, तपाईले आफ्नो प्रतिक्रिया कमेन्टमा राख्नुहोला र भिडियो हेरेर साथ दिनुभएको लागि धन्यवाद।